हाम्रो गल्छी बजारको छाङ्गेश्वर मन्दिर परिसर अहिले बाढी पछिको अब हामीले भिडियो हालिरहेको छौँ। ल हेर्नुहोस्, अब नयाँ बनेको भवन छ हाम्रो छाङ्गेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, सप्तऋषि मन्दिर, काहीँ केही पनि छैन खण्डहर। ल पुरै ल हेर्नुहोस्, आज 2083 साल 5 महिना 10 गतेको बाढीले ल बितण्डा हाम्रो ब्यारेकपट्टि यत्र सिसौघारी हाम्रो गल्छी बजार। ल हेर्नुहोस् अहिलेको अवस्था, गल्छीको अवस्था। अब बाढीले यस्तो बनायो। अब यो गल्छीदेखिको त्रिशुलीसम्ममा पक्की पुल र झोली पुल रहेको यही दुईवटा होला। ल हेर्नुहोस् अवस्था अब यस्तो छ। कति जनधनको क्षति भयो, कति सम्पत्ति सत्यनाश भए, र कहाँ कति हताहत भए। यो 2 तला 2.5 तला होइन, यो 3 तला होइन, 2 तला त पुरेकै हो नि। बाबुलाई नै आउनु मलाई होइन र होइन, यही हो नि ढुङ्गे के भने त्यो हेर न मन्दारी होटल पुलिसले देखेन क्या। खै अलि थाहै भन्ने कजन कुनै कुरो भएर यहाँ पढ्नु न मान्छे ती छ त यार घरमा बच्चा। हेलिकप्टर खोइ त बच्चा छ यार त्यहाँ यार। रेस्क्यु 2 जना गाखा जान्छ, गाडिन्छ हेलिकप्टर ल्याउनु पर्ने यार। अहिले हिँडिरहेको थियो त हेलिकप्टर यार। ब्यारेकमा हेलिकप्टर बच्चा पनि त्यहाँ बसिरहेको। अवधिको मेन बजार जुन चाइना हुँदै काठमाडौँ जाने बाटो बजार थियो यहाँ, अब अहिले केही पनि छैन। हेर्नुहोस् यहाँ हामी यहाँ उद्धारका लागि हामी आइसकेका छौँ, तैपनि केही पनि कुनै पनि मान्छे पनि हुनुहुन्न। फर्किन्छ यहाँ भित्र केही पनि चाहिन्छ, बसभित्र हेर्नुहोस् र के झोलामा त मान्छे चाहिन्छ अरे त। यस्तो छ अब चाहिँ बजार हो। हामी यहाँ सकेसम्म आफ्नो गर्दैछौँ। यो साथीहरू दुःखद खबर, यो पेत्रावती रसुवा जिल्ला इन हुने मेन मुख्य तलको सुरुको बजार हो। अहिले केही पनि छैन यहाँ। हजुर देख्न सक्नुहुन्छ? हुन्छ सर।